हाई गाइज, अहिले चाहिँ म चाहिँ कलेज जाँदैछु अनि मैले टाउको धोएर आएको थियो। सो त्यो टाउको धोएको कारणले चाहिँ एकदम चिसो भइरहेछ। मेरो कपाल पनि सुकेको छैन। हुन्छ नि, एकदम ढिलो भइरहेछ गाइज, तर एकदम आराम तरिकाले हिँडिरहेको छु। सो 10 साढे 10तिर चाहिँ कलेजतिर चाहिँ पुग्छ होला गाइज। रिल्याक्स तरिकाले जाने अनि 1-2 पिरियड परे जस्तो गर्ने, फर्किने गाइज। कोही छैन नि गाइज, फेरि एक्लै। अनि एक्लै गाइज। सो खाना खाएर यताउता मिलाएर चाहिँ घरको काम यताउता मिलाएर चाहिँ हिँडेको।